आजकै दिन सप्तरीको राजविराज नगरपालिका 9 मा मलेट घटना घटेको थियो। मलेट घटना घटेको 8 वर्ष हुँदा पनि आन्दोलनकारीमाथि लगाएको मुद्दा अझ कायमै छन् भने शहीद परिवारलाई भरण पोषणमा समस्या रहेको गुनासो पनि छँदैछ। खासमा मलेट घटना घट्नुको मुख्य कारण केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले जसरी पनि मेची महाकाली अभियान तहत सप्तरीमा आम सभा गर्ने र तत्कालीन मधेसी मोर्चाले सभा गर्न नदिने अडान लिँदा भएको प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा स्थानीय सञ्जन मेहता, पीताम्बर मण्डल, वीरेन्द्र महतो, आनन्द शाह र इनर यादवको मृत्यु भएको थियो। यस्तै घटनामा मधेसी मोर्चाका 35 र नेपाल तथा सशस्त्र प्रहरीका 33 जना सुरक्षाकर्मी घाइते भएका थिए। यहाँ मलेट आन्दोलन भएको थियो र मलेट घटना राष्ट्रिय राजनीतिमा नै चर्चा पाएको थियो। 8 वर्ष भइसक्यो यो आन्दोलनको। शहीदहरूको प्रतिमूर्ति अझ अनावरण हुन सकेका छैन। यति बेला मलेट घटनाका आन्दोलनकारीहरूले यहाँका शहीदहरूको सम्मानमा मधेसवादी दलका नेताहरूले भूमिका निर्वाह गर्न नसकेको आरोप समेत लगाएका छन्। मलेट घटनाको आज 8औं वर्ष पुगेको छ। कसरी त्यो घटनालाई सम्झिनुहुन्छ? त्यो घटनापछि के उपलब्धि भयो, के छ भन्दिनुहोस् त। अब यो त्यो 8 वर्ष भयो, आजकै दिन हो र यस्तै समय पनि हो। मलाई अहिलेसम्म याद छ यो नहुनुपर्ने घटना हो, तर यो तानाशाही जुन सरकार हो, एकल जातीय जुन राज सत्ता छ, त्यसले गर्दाखेरि यो घटना भएको हो र 8 साल भइसक्यो। जबकि यो देशमा गणतन्त्र प्रजातन्त्र आएको 35 साल भइसक्यो, तर नस्लीय चिन्तनबाट जुन राज्य सत्ता चलाइरहेछ त्यसले केही उपलब्धि हुनेवाला छैन र अहिले भएको पनि छैन। यो प्रदेश सरकार, स्थानीय सरकारहरू मार्फत चाहिँ यहाँ शहीद गेट निर्माण भयो, यहाँ शहीदहरूको शालिग निर्माण भयो, तर अनावरण भएको छैन। कस्तो लागेको छ? अब यो त दुर्भाग्य भनौँ, हुनुपर्ने हो, तर यो गेट र यो शालिग अब चाँडै नै, मैले सोधेको थियो चाँडै नै हुन्छ, तर योभन्दा पहिल्यै हुनुपर्ने घटनालाई। त्यो दिनलाई हामीले एउटा यो कालो दिनकै रूपमा सम्झिन्छौँ मधेसको लागि। मलेट घटना अहिले बोल्दा हाम्रो पुरा जिउ सन्न भएछ, तर दुःखद कुरा हो। हामी यो मलेट घटनाले जुन हाम्रो हाइट र मधेसको आन्दोलनको एउटा जुन उद्गम भूमि जस्तो भयो, त्यसरी मलेटका आजको दिनको अहिलेकै समयको घटना हो। तर आज हामीले हेरे यहाँ सुनसान छ। कहाँ छ मधेस र मधेसका ती नेताहरू? कहाँ छ ती मधेसका अगुवाहरू? आज किन मधेसका शहीदहरू शहीद भएर पनि रोइरहेछ? आज विडम्बना छ। राजविराजका मलेटका शहीदहरूको आजको दिन पनि आमरण हुन सकेन। आमरण चाहिँ हुनुपर्ने थियो। आजको दिन नभए कुन दिन हुन्छ त? आजको दिन जब मूर्ति स्थापना भइसकेको छ, सबैको शालिका स्थापना भइसकेको छ भने उहाँहरूको आन्दोलन आज हुनुपर्ने जरुरी थियो। त्यो विडम्बना छ। त्यसको लागि म आग्रह गर्दछु यो नगरपालिकालाई, सम्बन्धित पक्षलाई र सम्पूर्ण मधेसवादी र मधेसप्रति आस्था राख्ने सम्पूर्णलाई कि यसलाई यथाशीघ्र अनावरण गरेर एउटा भव्य कार्यक्रम साथ मधेसका शहीद र मलेटका शहीदहरूको लागि चिर आत्माको शान्तिको लागि। यो मलेट घटनापछि चाहिँ मधेसवादी दलहरूमा चाहिँ एउटा सन्देश तहत चाहिँ यो एकता पनि त्यति बेला भएको थियो अधिकांश मधेसवादी दलहरू बिच, तर त्यो एकताहरू पनि चाहिँ टिकेन। अहिलेको अवस्थामा के भन्न चाहनुहुन्छ? त्यो एकदम जायज कुरा हो। मलेट घटनाले त्यो शक्ति प्रदान गर्यो मधेसवादी दललाई कि 7वटा तत्कालीन पार्टीमा 6वटा पार्टी एकता भयो। तर आजको दिनमा हेर्दा पनि फेरि छिनभिन छन्। म आग्रह गर्दछु पुनः मलेटका शहीदहरूलाई र मधेसी शहीदहरूलाई सम्मान गर्दै सबै मधेसका सम्पूर्ण मधेसवादी दल र मधेसप्रति आस्था राख्ने सम्पूर्ण अगुवा नेताहरूलाई एक ठाउँमा भएर आगामी दिनका लागि लडाइँ लड्नको लागि आग्रह गर्दछु। र जबसम्म एक हुँदैन तबसम्म मधेस र आदिवासी जनजाति सम्पूर्ण विभेदमा परेकाहरूलाई सम्मान हुँदैन, मधेसी शहीदलाई सम्मान हुँदैन। त्यसकारण सम्पूर्णलाई एक ठाउँमा हुनु जरुरी छ। मलेट
आन्दोलनका तपाईहरू आन्दोलनकारी त्यो घटनालाई कसरी लिनुहुन्छ, कसरी सम्झिनुहुन्छ जति बेला घटना? नमस्कार, हमारा नाम रामचंद्र यादव, हम इठिनको स्थानीय छी और नेपाली में भन्नुहोस्। म यहाँको स्थानीय हो। त्यो आन्दोलनमा मेरो एकदम अहम भूमिका थियो। मलाई पुलिसले पनि समातेको थियो। अहिले पनि म माथि मुद्दा लागेको छ, तर त्यो मुद्दाको अहिलेसम्म प्रतिवेदन न प्रदेश सरकारले सार्वजनिक गरेको छ न त केन्द्र सरकारले सार्वजनिक गरेको छ। म माथि अहिलेसम्म पनि मुद्दा छ। त्यो मुद्दाको मैले यहाँको स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारलाई भन्दैछु यो मुद्दा चाहिँ पहल गरिदिनुस्। म माथि लागेको मुद्दा लागेको मलेट घटनापछि तपाईमाथि लागेको मुद्दाले के असर तपाईलाई अहिले भइरहेको छ? असर त छैन, तर भविष्यमा कहिले के हुन सक्छ नि, त्यो त भविष्यको कुरो हो नि। अहिले त त्यो छैन, तर यहाँ मलेट घटना यो विश्वमा चिनाउने घटना हो। मलेट घटना विश्वमा चिनाउने घटना हो। तर यहाँ मलाई लाग्छ कि यहाँको स्थानीय सरकार पनि यो मलेट घटनाको बिर्सिसकेको छ, यहाँको राजनीतिक दल पनि बिर्सिसकेको छ। मलाई त्यस्तो लाग्छ। कसैले चासो छ, त्यति मात्रै हो। अब धेरै विडम्बना छ, यो दुःख लाग्दैछ। यहाँ 5 वटा शहीद भइसक्यो, तर अहिलेसम्म यो शहीद परिवारलाई जुन भनेको थियो सरकारले पक्षले यहाँ गर्ने त्यो अहिलेसम्म गरेको छैन। त्यही हो मेरो एउटा अनुरोध। शहीद परिवारलाई हेर्नुस्, शहीद परिवारको विडम्बना हेर्नुस्। त्यसको छोराछोरी अहिलेसम्म पढिराखेको छैन, खाना कसरी खुवाइराखेको छ त्यो हेर्नुस्। त्यही हो हाम्रो भनाइ यहाँको। अब म स्थानीय सरकारलाई भन्दैछु यो कार्यक्रम प्रत्येक साल फागुन 23 गते हुने कार्यक्रम हो, योलाई नबिर्सनुहोस्। वीर शहीद, वीर शहीद, वीर शहीद। संघीय सरकारले घटनापछि पूर्व न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा गठित छानबिन आयोगले 2074 जेठ 29 मा प्रतिवेदन सार्वजनिक गर्दै शक्ति प्रदर्शनको नाममा मलेट घटना भएको र मुख्य जिम्मेवार नेकपा एमाले र तत्कालीन मधेसी मोर्चा भएको ठहर गरेको थियो। तर उक्त आयोगको प्रतिवेदन गलत भएको भन्दै आपत्ति जनाउँदै तत्कालीन मध्य प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र प्रसाद यादवको नेतृत्वमा छुट्टै 4 सदस्यीय छानबिन समिति गठन गरियो। उक्त समितिले प्रदेश सरकारलाई त्यति बेला नै मलेट घटनाको प्रतिवेदन बुझाए पनि अझ सार्वजनिक हुन सकेको छैन। यता मलेट घटनाको सम्झना र शहीदहरूको सम्मानमा राजविराज नगरपालिकाले आज शोक विदा समेत प्रदान गरेको छ। नगरपालिकाका कार्यवाहक मेयर इशरत परविनले एक विज्ञप्ति जारी गर्दै मलेट घटनाको सम्झनामा आज शोक विदा जारी गरेको हो। तर राजविराज नगरपालिकाकै बजेटबाट निर्माण भएको मलेट घटनाका शहीदहरूको शालिग अझ अनावरण हुन सकेको छैन। यसतर्फ स्थानीय सरकार सहित सम्बन्धित निकायहरूको ध्यान पुग्नु जरुरी छ।